हामी अर्थक्वेकको कारणले आएको फोर्सको बारेमा स्टडी गर्दैछौँ। यदि अर्थक्वेक फोर्सको कारणले ग्राउन्ड एक्सिलरेसन टुवार्ड्स द रिजर्भोयर आउँछ भने इनर्शियल फोर्स त्यसको अपोजिट डिरेक्सनमा आउँछ। हाइड्रोस्ट्याटिक प्रेसर फोर्समा यो जोडियो भने रिजर्भोयर फुल केसमा हामीलाई त्यो क्रिटिकल केस हुन्छ। अब यो ड्यामको बडी मात्रै होइन, यहाँ स्टोर गरेको पानीमा पनि इनर्सिया हुन्छ। यदि ग्राउन्ड एक्सिलरेसन यो डिरेक्सनमा आउँछ भने पानी पनि यही ठाउँमा बस्न चाहन्छ, यही सँगसँगै मुभ भएर जान चाहँदैन। यसको अपोजिटमा यो पानीले पनि फोर्स लगाउँछ, त्यो फोर्सलाई चाहिँ हाइड्रोडाइनामिक फोर्स भन्छौँ। पानी रेस्टमा हुँदा लगाएको फोर्सलाई हाइड्रोस्ट्याटिक फोर्स भन्छौँ। ग्राउन्ड एक्सिलरेसन आएको बेलामा यो पानी यहीँ बस्न चाहने फोर्सलाई चाहिँ हामी हाइड्रोडाइनामिक फोर्स भन्छौँ, किनभने यो अर्थक्वेकको कारणले आएको फोर्स हो। फोर्स यो डिरेक्सनमा आयो भने हाइड्रोस्ट्याटिक पनि यही डिरेक्सनमा लागेको थियो, इनर्सिया पनि यही डिरेक्सनमा लाग्यो, सिल्ट पनि यही डिरेक्सनमा लाग्यो भने टोको अबाउटबाट यो सबै फोर्सले यसलाई मोमेन्ट दिएर ओभरटर्न गर्नलाई सजिलो हुन्छ। त्यसो भएर हामीलाई क्रिटिकल केस भनेको हाइड्रोडाइनामिक फोर्स यो डिरेक्सनमा लाग्ने हो। त्यसको लागि यसको अपोजिटमा ग्राउन्ड एक्सिलरेसन आउनु पर्यो। हाइड्रोडाइनामिक फोर्स कति लाग्छ भनेर क्याल्कुलेट गर्न पर्यो भने यो भन कार्मनले यसको डिस्ट्रिब्युसन यसरी हुन्छ। यसको म्याग्निट्युड चाहिँ नि हामीले यो वाटरको लिए जस्तै हाफ गामा डब्लु एच स्क्वायर, हाफ भनेको 0.5 सम्झिनको लागि यो 0.5 को नजिकै 0.555 गामा डब्लु एच स्क्वायर भनेर सम्झिने, किनभने यो यति नै बराबरको हाइड्रोस्ट्याटिक प्रेसर फोर्स पनि लाग्थ्यो। अब यसमा चाहिँ होरिजन्टल सेस्मिक कोफिसियन्टले हामीले मल्टिप्लाई गरिदियो भने हाइड्रोडाइनामिक फोर्स आउँछ। र त्यो फोर्स कहाँ लाग्छ भनेर हामीले निकाल्नु पर्यो भने त्यो फोर्स भनेको ग्राउन्डबाट 4h/3π मा यो हाइड्रोडाइनामिक फोर्स लाग्छ। यसले लिभर आर्मको रूपमा काम गर्छ, त्यसले यो टोको अबाउटबाट रोटेट गर्न खोज्छ। ड्यामको बडीले रेजिस्ट गर्ने फोर्सलाई इनर्सियल फोर्स भन्छ। त्यही काम पानीले गर्यो भने त्यसलाई चाहिँ हामी हाइड्रोडाइनामिक फोर्सको रूपमा लिन्छौँ। यो चाहिँ रिजर्भोयर फुल केसमा। अब हामीले रिजर्भोयर एम्प्टी केसमा हेऱ्यौँ भने रिजर्भोयरमा पानी छैन, त्यस्तो केसमा यो ट्रायङ्गल सेपको जुन फिगर छ त्यसको वेट चाहिँ यहाँबाट 1/3 तिर लागेको हुन्छ, भनेको टुवार्ड्स द हिलतिर फोर्स डब्लु एक्ट भइराखेको छ। यदि इनर्सियल फोर्स यो डिरेक्सनमा लाग्यो भने रिजल्टेन्ट चाहिँ टुवार्ड्स द हिलतिर सिफ्ट हुन्छ। यो फोर्सको रिजल्टेन्ट चाहिँ टुवार्ड्स द हिलतिर सिफ्ट भयो भने हिलतिर रिजल्टेन्ट लाग्दाखेरि यहाँ कम्प्रेसन फोर्स अनि यो चाहिँ उठ्न खोज्छ, यो थिचिन खोज्छ, यो उठ्न खोज्छ। त्यो केस चाहिँ हाम्रो लागि क्रिटिकल हुनसक्छ रिजर्भोयर एम्प्टी केसमा। भनेको मतलब इनर्सिया फोर्स चाहिँ टुवार्ड्स द रिजर्भोयर लाग्न भएन। इनर्सिया फोर्स टुवार्ड्स द रिजर्भोयर लाग्नको लागि एक्सिलरेसन, ग्राउन्ड एक्सिलरेसन चाहिँ डाउनस्ट्रिमतिर लागेको हुन पर्यो। रिजर्भोयर फुल केसमा इनर्सिया फोर्स यो हाइड्रोस्ट्याटिकसँग जोडिँदाखेरि क्रिटिकल हुन्छ। रिजर्भोयर एम्प्टी केसमा चाहिँ इनर्सिया फोर्स टुवार्ड्स द रिजर्भोयर लागेको केसमा चाहिँ नि यो क्रिटिकल केस हुन्छ। ल अब वेभ प्रेसरको बारेमा हेरौँ। यदि वाटर सर्फेस छ, विन्ड चलेको छ भने छाल आउँदाखेरि यो छालले यो रिजर्भोयरको सर्फेसमा हिर्काउँछ। कतिले हिर्काउँछ भन्यो भने एचए मोलिटर भन्नेले के दिएको छ भने यो वेभको फर्मेसन चाहिँ यस्तो किसिमको हुन्छ। स्टिल वाटर सर्फेसबाट 2/3 अफ एचडब्लु माथितिर हुन्छ, 1/3 अफ एचडब्लु तलतिर हुन्छ। यसलाई अनअब्स्ट्रक्टेड क्रेस्ट भनिन्छ, यसलाई चाहिँ अब्स्ट्रक्टेड क्रेस्ट भनिन्छ। यो अब्स्ट्रक्टेड क्रेस्ट चाहिँ अनअब्स्ट्रक्टेड भन्दा अलिकति माथि लागेको हुन्छ। फोर्स कति लागेको छ भनेर इमेजिनेसन गर्नको लागि हामीले यसलाई अजम्सन के गर्छौँ, यो ट्रायङ्गुलर डिस्ट्रिब्युसनको रूपमा वेभले प्रेसर लगाउँछ। त्यसको यो बेस चाहिँ 5/3 अफ एचडब्लु हुन्छ अनि प्रेसर इन्टेन्सिटी चाहिँ 2.4 गामा डब्लु एचडब्लु बराबर हुन्छ। यसको इन्टेन्सिटी अफ प्रेसर हेर्नुहुन्छ भने 2.4 गामा डब्लु एचडब्लु हुन्छ। हामीलाई फोर्स कति लाग्छ भन्यो भने यही प्रेसर डिस्ट्रिब्युसन डायग्रामको एरिया निकाल्दिने। यसको हाइट भनेको 2.4 गामा डब्लु एचडब्लु लिने, यो अजम्सन हो। र यसको बेस भनेको 5/3 अफ एचडब्लु निकालेपछि यसको एरिया भनेको हाफ, यो बेस इन्टु हाइट गरिदिनु भयो भने यसको फर्मुला भनेको 19.62 एचडब्लु स्क्वायरको यो चाहिँ नि एरिया बन्छ। त्यो भनेको हाम्रो प्रेसर
फोर्सको रूपमा आउँछ, किनभने प्रेसर फोर्स निकाल्ने भनेको प्रेसर डिस्ट्रिब्युसन डायग्रामको हामीले एरिया निकाल्ने हो। त्यसको बेस भनेको 5/3 अफ एसडब्ल्यू, त्यसको यो हाइट भनेको इन्टेन्सिटी हो 2.4 टाइम्स अफ गामा डब्लु एसडब्ल्यू निकाल्ने। यो फोर्स अन्त्यमा चाहिँ एसडब्ल्यूमा डिपेन्ड गर्दो रहेछ। यो एसडब्ल्यूको पनि इम्पेरिकल फर्मुला दिएको छ, यो फर्मेसनमा छ। यसमा हेर्नुहुन्छ भने यो कन्स्ट्यान्ट भयो, भी भनेको भेलोसिटी अफ विन्ड हो, हामीले किलोमिटर पर आवरमा राख्नुपर्छ। एफ भनेको फेज हो, फेज भन्नाले यदि बिचमा कुनै पहाड आएको छ भने त्यो पहाडबाट यो ड्याम त देखिँदैन, भनेपछि यो ड्याममा कति पानी स्ट्रेटमा सोरिएर आएर यसमा हान्छ त्यसलाई चाहिँ हामी फेज भन्छौँ। कति पानी फिड गर्छ यो ड्याममा ल्याएर हान्छ त्यतिलाई चाहिँ हामी फेज भन्छौँ। यो फेज पनि हामी किलोमिटरमै राख्छौँ, किनभने पहाड बिचमा आयो भने त्यो पहाडभन्दा उताको पानीको विन्डले चाहिँ छाल बोकेर आउँदैन भन्ने अजम्पसन हुन्छ। फेजको भ्यालु 32 किलोमिटर भन्दा कम भयो भने यो माथिको फर्मुला युज गर्ने, फेजको भ्यालु 32 किलोमिटर बढी भयो भने यो तलको फर्मुला युज गर्ने। यो फर्मुला भनेको फोर्स निकाल्यो, विन्डको कारणले वेभको कारणले आएको फोर्स निकाल्यो, त्यसमा एसडब्ल्यू भन्ने टर्ममा डिपेन्डेन्ट भयो। एसडब्ल्यू भनेको चाहिँ हामी यसरी निकाल्ने गर्छौँ। यसमा इन्टेन्सिटी अफ प्रेसर डायग्राम चाहिँ एसडब्ल्यू/8 मा लाग्छ, तर फोर्स भन्यो भने यो माथिको फोर्स निकालेको हो, तलको इन्टेन्सिटी हो। फोर्स चाहिँ 3 टाइम्स अफ एसडब्ल्यू/8 मा लाइ गर्छ भन्ने यो चाहिँ अजम्पसन हो।